हाई, हेल्लो, हेल्लो हाई भनेको नमस्ते अथवा नमस्कार। हाउ आर यु? तपाईँलाई कस्तो छ? हाउ आर यु? हाउ आर यु भनेको तपाईँलाई कस्तो छ? आई एम फाइन थ्याङ्क यू। म ठिक छु धन्यवाद। आई एम फाइन थ्याङ्क यू। व्हाट इज योर नेम? तपाईँको नाम के हो? व्हाट इज योर नेम? तपाईँको नाम के हो? माई नेम इज। तपाईँले यहाँ अब आफ्नो नाम के छ त्यो भन्न सक्नुहुन्छ। जस्तै तपाईँको नाम राम छ भने माई नेम इज राम हुने भयो। हरि छ भने माई नेम इज हरि हुने भयो। मेरो नाम फलानु हो। माई नेम इज फलानु। वेयर आर यु फ्रम? तपाईँ कहाँबाट हुनुहुन्छ? वेयर आर यु फ्रम? तपाईँ कहाँबाट हुनुहुन्छ? आई एम फ्रम नेपाल। म नेपालबाट हुँ। आई एम फ्रम नेपाल। नाइस टु मिट यु। तपाईँलाई भेटेर खुसी लाग्यो। नाइस टु मिट यु। तपाईँलाई भेटेर खुसी लाग्यो। यु आर वेलकम। स्वागत छ। स्वागत छ भन्नु पर्यो भने यु आर वेलकम। एस नो। एस भनेको हो, नो भनेको होइन। एस नो। मेबी। मेबी भनेको सायद। सायद भन्नु पर्यो भने मेबी भन्ने। यहाँ आउनुहोस् भन्नको लागि कम हियर। कम हियर। त्यहाँ जानुहोस् भन्नको लागि गो देयर। गो देयर। सिट डाउन। सिट डाउन भनेको बस्नुहोस्। सिट डाउन। स्ट्यान्ड अप। उठ्नुहोस्। उठ्नुहोस् भन्नको लागि स्ट्यान्ड अप। स्ट्यान्ड अप। लुक हियर। यहाँ हेर्नुहोस्। लुक हियर भनेको यहाँ हेर्नुहोस्। मलाई सुन्नुहोस् भन्नुपर्दा लिसन टु मी। लिसन टु मी। स्पिक स्लोली भनेको बिस्तारै बोल्नुहोस्। स्पिक स्लोली। बिस्तारै बोल्नुहोस्। से इट अगेन। फेरि भन्नुहोस्। फेरि भन्नुहोस् भन्नुपर्दा से इट अगेन। से इट अगेन। आई डोन्ट अन्डरस्ट्यान्ड। मैले बुझिनँ। आई डोन्ट अन्डरस्ट्यान्ड। डु यु अन्डरस्ट्यान्ड? के तपाईँले बुझ्नुभयो भनेर कसैलाई सोध्नु पर्यो भने डु यु अन्डरस्ट्यान्ड? के तपाईँले बुझ्नुभयो? मैले बुझेँ भन्नको लागि एस आई अन्डरस्ट्यान्ड। एस आई अन्डरस्ट्यान्ड। व्हाट इज दिस? यो के हो? यो के हो भन्नको लागि व्हाट इज दिस? दिस इज माइन। यो मेरो हो। दिस इज माइन। यो मेरो हो। दिस इज योर्स। यो तिम्रो हो। दिस इज योर्स। मलाई दिनुहोस्। गिभ इट टु मी। मलाई दिनुहोस्। गिभ इट टु मी। यो लिनुहोस् भन्नको लागि टेक इट। टेक इट। ओपन द डोर। ढोका खोल्नुहोस्। ढोका खोल्नुहोस् भन्नको लागि ओपन द डोर। झ्याल बन्द गर्नुहोस् भन्नु परेमा क्लोज द विन्डो। क्लोज द विन्डो। डोन्ट डु द्याट। त्यसो नगर्नुहोस्। डोन्ट डु द्याट। होसियार हुनुहोस् भन्नको लागि बी केयरफुल। बी केयरफुल। हरि अप। हरि अप भनेको छिटो गर्नुहोस्। हरि अप।
वेट अ मुमेन्ट भनेको एकछिन पर्खनुहोस्। वेट अ मुमेन्ट। इट्स ओके, इट्स फाइन भनेको ठिकै छ। इट्स ओके, इट्स फाइन। आई एम सरी, मलाई माफ गर्नुहोस्। आई एम सरी, मलाई माफ गर्नुहोस् भन्नु पर्यो भने आई एम सरी। नो प्रब्लम, केही समस्या छैन। नो प्रब्लम, नो प्रब्लम, केही समस्या छैन। म खुसी छु। आई एम ह्याप्पी, आई एम ह्याप्पी। आई एम स्याड, म दुखी छु। म दुखी छु भन्नको लागि आई एम स्याड। आई एम हङ्ग्री, मलाई भोक लागेको छ। आई एम हङ्ग्री, मलाई भोक लागेको भने आई एम हङ्ग्री। आई एम थर्स्टी, मलाई तिर्खा लागेको छ। आई एम थर्स्टी। हु इज ही, ऊ को हो। हु इज सी, ऊ को हो। ऊ को हो भन्नको लागि हु इज ही अथवा हु इज सी। ही भन्नाले केटाको लागि प्रयोग गरिन्छ भने सी केटीको लागि प्रयोग गरिन्छ। ही सी इज माई फ्रेन्ड, ऊ मेरो साथी हो। ही इज माई फ्रेन्ड केटाको लागि भन्नु परेमा सी इज माई फ्रेन्ड केटीको लागि भन्नु परेमा। हु आर दे, तिनीहरू को हुन्। तिनीहरू को हुन् भन्नु पर्दा हु आर दे। मलाई थाहा छैन भन्नु पर्यो भने आई डोन्ट नो। आई डोन्ट नो। मलाई प्रयास गर्न दिनुहोस् भन्नको लागि लेट मी ट्राई। लेट मी ट्राई। ट्राई अगेन, ट्राई अगेन भनेको फेरि प्रयास गर्नुहोस्। धेरै राम्रो, भेरी गुड। भेरी गुड भनेको धेरै राम्रो। वेल डन, वेल डन भनेको स्याबास। वेल डन। यु क्यान डु इट, तिमीले यो गर्न सक्छौ अथवा तपाईँले यो गर्न सक्नुहुन्छ। यु क्यान डु इट, तपाईँले यो गर्न सक्नुहुन्छ भन्नु पर्यो भने यु क्यान डु इट। डोन्ट गिभ अप, डोन्ट गिभ अप भनेको हार नमान्नुहोस्। डोन्ट गिभ अप। किप गोइङ, अगाडि बढ्नुहोस्। किप गोइङ, किप गोइङ। डु इट नाउ, अहिले नै गर्नुहोस्। डु इट नाउ। डोन्ट फर्गेट, नबिर्सनुहोस्। डोन्ट फर्गेट। रिमेम्बर दिस, यो सम्झनुहोस्। रिमेम्बर दिस। आई एम टायर्ड, म थकित छु। म थकित छु। आई एम टायर्ड। आई निड रेस्ट, मलाई आराम चाहिन्छ। आई निड रेस्ट, मलाई आराम चाहिन्छ। गो टु स्लिप, सुत्न जानुहोस्। गो टु स्लिप। आई एम सिक, म बिरामी छु। आई एम सिक, म बिरामी छु। आई एम सिक। डोन्ट वरी, चिन्ता नगर्नुहोस्। डोन्ट वरी, चिन्ता नगर्नुहोस्। एभ्रिथिङ विल बी फाइन, सब ठिक हुनेछ। एभ्रिथिङ विल बी फाइन, सब ठिक हुनेछ। एभ्रिथिङ विल बी फाइन। व्हाट टाइम इज इट, अहिले कति बज्यो। व्हाट टाइम इज इट, व्हाट टाइम इज इट। गुड मर्निङ, शुभ प्रभात अथवा बिहानको शुभकामना। गुड मर्निङ। गुड नाइट, गुड नाइट भनेको शुभरात्रि। गुड नाइट। सी यु अगेन, फेरि भेटौँला। सी यु अगेन, फेरि भेटौँला। सी यु अगेन। आफ्नो ख्याल राख्नुहोस् भन्नुपर्दा टेक केयर अफ योर सेल्फ। टेक केयर अफ योर सेल्फ। लेट्स स्टार्ट, सुरु गरौँ। लेट्स स्टार्ट।
नाउ इट्स योर टर्न। अब तपाईँको पालो। नाउ इट्स योर टर्न। नाउ इट्स योर टर्न। आई लाइक इट। मलाई यो मनपर्छ। आई लाइक इट। आई डोन्ट लाइक इट। मलाई यो मन पर्दैन। आई डोन्ट लाइक इट। मलाई यो मन पर्दैन। आई डोन्ट लाइक इट। गो आउटसाइड। बाहिर जानुहोस्। गो आउटसाइड। गो आउटसाइड। बाहिर जानुहोस्। कम इनसाइड। भित्र आउनुहोस्। कम इनसाइड। भित्र आउनुहोस्। वास योर ह्यान्ड्स। हात धुनुहोस्। वास योर ह्यान्ड्स। पुट अन योर क्लोथ्स। लुगा लगाउनुहोस्। पुट अन योर क्लोथ्स। इट योर फुड। खाना खानुहोस्। इट योर फुड। खाना खानुहोस्। ड्रिङ्क वाटर। पानी पिउनुहोस्। ड्रिङ्क वाटर। पानी पिउनुहोस्। आर यु रेडी। के तपाईँ तयार हुनुहुन्छ? आर यु रेडी। आर यु रेडी। आई एम रेडी। म तयार छु। आई एम रेडी। आई एम रेडी। लेट्स गो नाउ। अब जाउँ। लेट्स गो नाउ। लेट्स गो नाउ। टर्न अन द लाइट। बत्ती बाल्नुहोस्। टर्न अन द लाइट। टर्न अन द लाइट। टर्न अफ द लाइट। बत्ती निभाउनुहोस्। टर्न अफ द लाइट। बत्ती निभाउनुहोस्। टर्न अफ द लाइट। टर्न अन द फ्यान। पङ्खा चलाउनुहोस्। टर्न अन द फ्यान। पङ्खा चलाउनुहोस्। डोन्ट मेक नोइज। हल्ला नगर्नुहोस्। डोन्ट मेक नोइज। डोन्ट मेक नोइज। किप क्वाइट। शान्त रहनुहोस्। किप क्वाइट। शान्त रहनुहोस्। किप क्वाइट। आई एम वर्किङ। म काम गर्दैछु। आई एम वर्किङ। क्यान आई हेल्प यु। के म तपाईँलाई मद्दत गर्न सक्छु? क्यान आई हेल्प यु। क्यान आई हेल्प यु। हेल्प मी। मलाई मद्दत गर्नुहोस्। हेल्प मी। मलाई मद्दत गर्नुहोस्। हेल्प मी। इट इज इजी। यो सजिलो छ। इट इज इजी। यो सजिलो छ। इट इज डिफिकल्ट। यो गाह्रो छ। इट इज डिफिकल्ट। यो गाह्रो छ। गिभ मी सम टाइम। मलाई अलिकति समय दिनुहोस् अथवा मलाई केही समय दिनुहोस्। गिभ मी सम टाइम। गिभ मी सम टाइम। व्हाट इज ह्यापेनिङ। के भइरहेको छ? व्हाट इज ह्यापेनिङ। के भइरहेको छ? व्हाट ह्यापेन। के भयो? व्हाट ह्यापेन। बिलिभ मी। मलाई विश्वास गर्नुहोस्। बिलिभ मी। डोन्ट टेल अ लाई। झुटो नबोल्नुहोस्। डोन्ट टेल अ लाई। स्पिक द ट्रुथ। साँचो बोल्नुहोस्। स्पिक द ट्रुथ। आई एम प्राउड। मलाई गर्व छ। आई एम प्राउड। इट इज भेरी हट टुडे। आज धेरै गर्मी छ। इट इज भेरी हट टुडे। आज धेरै गर्मी छ। इट इज भेरी हट टुडे। इट इज भेरी कोल्ड टुडे। इट इज भेरी कोल्ड टुडे। आज धेरै जाडो छ। इट इज भेरी कोल्ड टुडे। थ्याङ्क यू भेरी मच। तपाईँलाई धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू भेरी मच। तपाईँलाई धेरै धन्यवाद। थ्याङ्क यू।